घरमा बसेर मिडिया मात्रै हेरेर भएन। अब भन्नु पर्यो रोडमा यो शिक्षक कर्मचारीको मागको मुद्दा होइन, यहाँका आम अभिभावकको विद्यार्थीहरूको मुद्दा हो। त्यसैले यहाँको दलालको लाखौँ लाख शिक्षक मात्रै होइन, अब लाखौँ लाख अभिभावक छ विद्यार्थीहरू रोडमा आउनु। अब बङ्गलादेशको जस्तो आन्दोलन हामीले सुरु गर्नुपर्छ। तपाईँले हेर्नु अब विद्यार्थीहरूको त्यसैभरि मेरो मतलब विद्यार्थीको माग पुरा हुने हो। किनकि तपाईँको गुरुले माग पाएपछि मात्र शिक्षाको लागि राम्रो हुने हो, शिक्षाको कुराहरू राम्रो हुने हो। त्यसै गरी भोलिबाट चाहिँ लगभग क्रान्तिकारी आन्दोलन स्टार्ट हुनबाट अनि सर एउटा कुरा लाग्छ तपाईँलाई, यो 12 क्लासको शिक्षा भयो, 21 गते भयो, अब हुने कि नहुने यो नेपाल सरकारको हातमा छ। अहिले चाहिँ अवस्था हो हाम्रो आन्दोलन लम्बियो भने हुँदैन, गर्नै सक्दैन। यदि 12 क्लासको इक्जाम भएन भने 21 गते हुँदै तपाईँले हेर्नु सक्नुहुन्छ, कसले भर्खर गर्नुभयो सबै शिक्षकहरू यहाँ हुनुहुन्छ, हेर्न सक्नुहुन्छ वरिपरि है। यदि शिक्षकको माग पुरा भएन भने 21 गतेको इक्जाम हुन दिँदैन, त्यो इक्जाम हुँदैन है। यो सम्भव छैन। यो केपी सरकारले 11 गते पनि गर्छु भनेको थियो। 11 गते पनि सबै राज्यका संयोजकहरू प्रयोग गरेर शिक्षक साथीहरूलाई धम्काउने हप्काउने पुरै प्रेसरमा राखेर इक्जाम दिने तर्कमा थियो। निजामती प्रयोग गरेर पनि लिन्छु भनेर अन्तिम घडीमा आएर दम्ब देखाएको थियो। उसको त्यो दम्ब 1 मिनेटमै तुरिएर गएको छ। त्यसैले अहिलेको जस्तै परिवेश हो, अहिलेको जस्तै हो भने यो सरकारले 21 गते पनि लिन सक्दैन। हामी शिक्षक 4 लाख शिक्षक कर्मचारीहरू रोडमा हुँदै गर्दा यो केपी सरकार ओलीको दम्ब 21 गते पनि लिन सक्दैन। कुनै सल्युसन जबसम्म माग पाउँदैन तबसम्म कुनै पनि आधारै छैन इक्जाम हुने। तपाईँ ढुक्कै बसेको छ। यदि माग पुरा भयो भने त्यस्तो भोलिपल्टदेखि सरहरू मैले जोडे यसैमा आम यो मिडिया हेरिराख्नुभएका लाखौँ लाख विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरूलाई अग्रगामी शिक्षा इक्जामसँग जोडिएको विषय पनि हो, तपाईँहरूको भविष्यसँग जोडिएको पनि विषय हो। खालि शिक्षक कर्मचारीको सेवा र सुविधासँग जोडिएको एउटा भाष्य निर्माण गरिएको छ। त्यो कदम कदापि होइन। यहाँका दलाल र भ्रष्टाचारहरूले, यहाँका माफियाहरूले चलाएको यो सरकारले आजसम्म 25 दिनसम्म बित्दा पनि यी लाखौँ लाख कर्मचारी शिक्षकहरूको शालीन भट्टतर्फको आन्दोलन सुनेन। त्यसैले भोलिबाट तपाईँहरू आम शिक्षक भन्नाले शिक्षक कर्मचारी मात्र होइन, आम विद्यार्थी भाइ बहिनीहरू र अभिभावकहरू पनि सडकमा उत्रिनुहोस्। यो नालायक सरकार, यो वैतनिकवाद सरकारलाई हामीले यो सडकबाट बढार्यौँ भने मात्रै तपाईँहरूको इक्जाम हुनेवाला छ, भर्ना अभियान हुनेवाला छ, यो कपी एसीको कपी रोकिएको छ त्यो चेक हुनेवाला छ। त्यसैले अहिलेकै जस्तै परिस्थिति हो भने 21 गते पनि इक्जाम हुँदैन। त्यहाँसम्म यो सरकारलाई जवाब दिनको लागि आम कक्षा 12को इक्जाम पुरेर बसिराख्नु भएका विद्यार्थी भाइ बहिनीहरू पनि माइती घरमा आउने चाहिँ अपिल गर्नु। शिक्षक आन्दोलन, शिक्षक आन्दोलन, शिक्षकको माग पुरा होस्, पुरा होस्, आन्दोलन जिन्दाबाद। केपी शर्मा सर, केपी ओली हैन, केपी ओली शान्तपूर्वक हामी गरेका थियौँ। आजसम्म सुनवाई भएन। तपाईँको कान खुलेन, आँखा खुलेन नि।
यी 4 लाख शिक्षक कर्मचारीहरू रोडमा आएको 25औं दिनसम्म पनि यो नालायक सरकार जो जिम्मेवार हुनुपर्ने हो यति गैर जिम्मेवार हुन्छ भने अब सोच्न बाध्य हुनुहोस्। तपाईका पनि अब चाँडै यो सत्ताबाट बहिर्गमन हुने दिन आउँदैछन्। होइन भने जिम्मेवार हुनुहोस्। 4 लाख शिक्षक कर्मचारीहरू रोडमा हुँदा तपाईँको आँखा खुलेन भने तपाईँले पनि चाहिँ अब सचेत हुन जरुरी छ। उठ्नुहोस्, आम अभिभावक शिक्षकको माग हजुर रोडमा आउनु भएको 25औं हजुरहरू यो शिक्षक माग पुरा गर्नलाई रोडमा उत्रेका आज 25औं दिनमा हुनुहुन्छ। सरकारले केही नसुझाउँदाखेरि हजुरहरूको प्रतिक्रिया के छ? सबभन्दा पहिला त म के भन्छु भन्दाखेरि रोडमा आएका शिक्षक मात्र होइन कि यो सम्पूर्ण नेपालीहरूको लागि यो शिक्षकमा एउटा बुद्धिजीवी भएको हुनाले यो सरकारले 2028 सालमा राज्यको पालामा पनि अहिलेसम्म चेन्ज गर्न सकेका छैन। अहिले हामी शिक्षकहरूको सधैँ हामी यो शिक्षक गर्दैन, हाम्रो उमेर भइसकेपछि हामी जान्छौँ। नयाँ भावी विद्यार्थीहरू शिक्षक पेसामा छिर्ने हुन् र उनीहरूका लागि पनि एउटा माग